हीरा र ग्रेफाइट दुवै कार्बनका एलोट्रोप्सहरू भए पनि हीरा विद्युतको कुचालक हो, तर ग्रेफाइट विद्युतको सुचालक हो। किन? ग्रेफाइटमा प्रत्येक कार्बन परमाणुले 3वटा अन्य कार्बन परमाणुसँग कोभ्यालेन्ट बन्ड बनाउँछ, जसकारण चौथो इलेक्ट्रोन स्वतन्त्र हुन्छ। स्वतन्त्र इलेक्ट्रोनले विद्युत वहन गर्न सक्ने हुँदा ग्रेफाइट विद्युतको राम्रो सुचालक हो। तर हीरामा भने प्रत्येक कार्बन परमाणुले अन्य 4वटा कार्बन परमाणुसँग बलियो कोभ्यालेन्ट बन्ड बनाएको हुन्छ। कुनै पनि स्वतन्त्र इलेक्ट्रोन नहुने हुँदा हीराबाट विद्युत बहन सक्दैन, त्यसैले हीरा विद्युतको कुचालक हो। चित्रमा देखाए जस्तै गरी विद्युत परिपथ बनाउँदा यदि बल्ब बल्छ भने पेन्सिलभित्र रहेको ग्रेफाइटबाट विद्युत प्रवाह हुन्छ भन्ने बुझिन्छ। यही पेन्सिलको ठाउँमा हीरा राखेर विद्युत परिपथ बनाउँदा बल्ब बल्दैन, किनभने हीरा विद्युतको कुचालक हो।